म सामान खान नपाएर जब सिक भएर तर्पिन्थेँ नि म सामान खान नपाएर सिक भएर तर्पेर म मरौँ 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 कहाँ जाउँ के गरौँ जस्तो मलाई हुन्थ्यो नि। त्यतिखेर मेबी धेरैवटा दिनहरूमा मेरो मम्मीलाई टाउको दुखेर मम्मी पल्टिरहनु भएको थियो कि उतापट्टि 2 रुपियाँको सिटामोल त्यो किन्नु पनि पर्दैन, त्यही ड्रयरमा छ कि त्यो सिटामोल, त्यही मम्मीको बेडको छेउमै त्यो सिटामोल छ। मैले लगेर त्यो सिटामोल मम्मीलाई दिइदिएँ भने 2-4 लाख रुपियाँ दिएको भन्दा बढी खुसी लाग्छ कि मम्मीलाई त्यो कुरा। तर म दिनै सक्दिनँ। किन सक्दिनँ भने मेरो जिउमा आगो लागिरहेछ। यति मजबुर भइदिए, यति टुटिदिए नि कि मैले त्यति गर्नै सकिनँ। तपाईँलाई मैले योभन्दा अगाडि भनेको छु कि छैन है, मेरो मम्मीले मलाई के भन्नुहुन्थ्यो नि, सायद त सुध्रेको देख्नुभन्दा अगाडि नै म मर्छु होला। यो कुराले मलाई लास्ट दिएर फेरि। अनि मैले यो कुरा कहिले पनि भने पनि छैन मम्मीलाई होइन, तर यो कुराले मलाई पोल्थ्यो कि लास्टै पोल्थ्यो कि यो अलिकति एक्टिभ छ, अलिकति स्मार्ट छ, यसले कुराहरू बुझ्छ भन्ने सेन्समा डाइरेक्टली सोच्नुहुन्छ मलाई। हुन त म छोरा हो, त्यो हिसाबले मेरो छोरो ट्यालेन्ट छ भन्ने लाग्यो होला मलाई।